चिसो बढ्नु तथा शीतलहर शुरू हुनुसँगै मध्य तराईका जिल्लाहरूमा घुर ताप्ने गरिन्छ। यसरी घुर ताप्दा आगलागी भएर जनधनको क्षति समेत हुने गरेको छ। घुर ताप्दा घुर बलिरहेकोपट्टि ढाड फर्काएर नबसौं, यसरी बस्दा लुगामा आगो सल्कन सक्छ। घुर ताप्दा नाइलन तथा सिल्कको कपडा तथा सजिलै आगो टिप्ने लुगाहरू लगाउनु हुँदैन भने राति घुर बालेर सुत्नु हुँदैन। गाई वस्तुलाई पनि न्यानो बनाउनका लागि घुर बाल्ने प्रचलन छ, तर यसरी घुर बाल्दा आग लागि हुन सक्ने हुँदा गोठमा घुर नबालौं। घुरको विकल्पमा न्यानो कपडा लगाउनका लागि यसको जोहो गर्ने गरौं। हरेक वर्ष घुरका कारण घर तथा गोठमा आगलागी हुने र मानिसको मृत्यु समेत हुने गरेको छ। त्यसैले समयमै सावधानी र सचेतता अपनाऊ। सार्वजनिक हितका लागि तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर 6 को मधेपुरा सप्तरी।